कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 4 काफलबोट गुरुङ समुदायको सघन बस्ती भएको गाउँ हो। एक समय यहाँ 200 कोरिया गुरुङहरू बसोबास गर्ने गर्थे। वैदेशिक रोजगारी, बसाइसराई, शिक्षा, स्वास्थ्य लगायत आधारभूत सुविधाको खोजीमा बिस्तारै गाउँ छोड्नेहरू बढ्न थाले। आज गाउँ मुस्किलले 35-40 घरधुरीमा सीमित भएको छ। बुढापाकाहरूले गाउँको साख जोगाइराखेका छन्। त्यसो त आज यो गाउँमा निकै रमाइलो हुनेवाला छ, किनकि पुष 15 अर्थात् गुरुङ समुदायको सांस्कृतिक पर्व लोहसार मनाउन सहर झरेकाहरू गाउँ फर्किएका छन्। आज यो समुदायले सप्रिलोहो अर्थात् सर्पवर्गलाई बिदा गरी तलोहो अर्थात् घोडावर्गको स्वागत गर्दैछ। रातको 12 बज्नै लाग्दा पुरोहित अर्थात् पज्यूबाट अग्निको पूजा सुरु हुनेछ। बोन फायर भनिने मेतेहेमा उनीहरूले सद्बीज राख्नेछन् र सारा दुःख कष्टहरू नाश होन् र अधुरा अपुरा कार्यहरू नयाँ वर्षमा पूरा होन् भन्ने मनोकामना गर्नेछन्। त लोहोको बिहानै उनीहरू फेरि भेला हुन्छन् र नवदेवताको प्रतीकका रूपमा 9 माना चामलको तोरमा अर्थात् कैदु तयार गर्छन्। फेरि पज्यूबाट कैदुको पूजा सुरु हुन्छ। विधिपूर्वक कैदुको पूजा सम्पन्न भएपछि भोग चढाउँछन् र पालै पालो आशीर्वाद थाप्छन्। काँचो धागोबाट बनाइएको 9 सरा 9 गाँठो भएको रूप पुरुषहरूले र 7 सरा 7 गाँठो भएको रूप महिलाहरूले पज्यूबाट ग्रहण गर्छन्। मान्छेको बसोबास भएको जस्तो ठान्छु मैले। कहिले पनि काफलबोटका दाजुभाइ दिदीबहिनीहरूले कहीँ कतै गलत गरे भनेको हामीले सुन्यौँ। गुरुङ समुदाय भए पनि असाध्यै इमान्दार अध्यापनमा पनि अगाडि नै हुनुहुन्छ यहाँका दाजुभाइ दिदीबहिनीहरू र सामाजिक काम गरिरहँदा पनि यहाँले कहीँ तलमाथि गर्नुभयो भने कहीँ सुन्न परेन। यति इमान्दार समुदाय हो यहाँका दाजुभाइ दिदीबहिनीको। त्यो इमान्दारता छ। कहिले कसैलाई हेला होचो गरेको पनि सुन्न पर्ने त्यति असल दाजुभाइ दिदीबहिनी बसेको यो काफलबोट। यसले अब फर्क मार्नुपर्छ, यसले परिवर्तन गर्नुपर्छ र यो परिवर्तनमा हामी यो पुरैमा साथ दिन तयार छ। किनकि मलाई पनि धेरै माया गर्नु यो काफलबोट हो। व्यक्तिगत हिसाबले पनि मलाई माया गर्नु भएको थियो। सामाजिक हिसाबले पनि यता आउँदाखेरि असाध्यै हृदयबाट माया गरेको ठाउँ भएको हुनाले पनि
मैले यो ठाउँलाई केही न केही गुण दिनुपर्छ भनी लागेको थियो। अब अहिले अवसर मिलेको छ। म पुरा सहयोग गर्ने कुरा यहाँको बिचमा कतिवटा आज गुरुङहरूको पुरानो बस्ती भएको काफलबोट तोहो भाइ तमु समाजको आयोजनामा लोसारको रमझम छ। आमा दिदीबहिनीहरूले सेलरोटी पकाइसक्नु भएको छ भने दाजुभाइहरू भान्सामा खाना बनाउन व्यस्त छन्। आज प्रगति युवा क्लबको प्राङ्गणमा सबै गाउँलेहरूको लोसारको सहभोज हुनेछ। अब हामी सबै मिलेर समाज बनाउनुपर्छ। जातीय हिसाबले, धार्मिक हिसाबले र भूगोलको हिसाबले होइन। हामी सबै नेपाली हौँ, हामी सबै दाजुभाइ दिदीबहिनीहरू हौँ। हामी सबै मिलेर समाज बनेको छ र समाज राम्रो बनाउने जिम्मा हाम्रो छ भन्ने उद्देश्यका साथ हामी सबै मिलेर यो समाजलाई राम्रो बनाउनु पर्ने छ। यो समाजलाई सभ्य बनाउनु पर्ने छ र यो समाजको विकास गर्न पर्ने छ। यसर्थ यो कार्यमा सम्भवतः धेरै वर्ष पछाडि अहिले काठमाडौँका दाजुभाइ दिदीबहिनी जित्नु भएको छ। तपाईँ त खुसी नै हुनुहुन्छ, म पनि असाध्यै खुसी छु। समाजका सल्लाहकार प्रेम बहादुर गुरुङ नेपाल ठेलो सङ्घका केन्द्रीय अध्यक्ष हुन्। अब उनकै नेतृत्वमा लोसार मनाउन भेला भएका युवाहरूका बीचमा ठेलो प्रतियोगिता हुनेछ। लोसार 2082 को पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण बन्धु लगायत अरू सम्पूर्ण नेपालीहरूलाई लोसारको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना गराउन चाहन्छु। ठेलो गेम शुभारम्भ हाम्रै मेरो मामा देवबहादुर गुरुङ, उहाँ चाहिँ सल्यान मैदान जित्नु भएको मान्छे हो। उहाँबाट चाहिँ शुभारम्भ भएको अहिले घोषणा गर्दछु। अहिले 80 वर्षको हुनुहुन्छ, अझै पनि ठेलो हानेर हिँडिराख्नुहुन्छ। ल मामा, ल जय ठेलो। हस्तान्तरण गरे जय ठेलो। ताली बजाइदिउँ उहाँ भाइको लागि। र अब उपरान्त यो प्राङ्गणमा चाहिँ यस्तै चाडपर्वहरूमा चाहिँ ठेलो खेल परम्परा खेललाई चाहिँ संरक्षण गरिनेछ। र यो परम्परागत ठेलो खेल प्राय गरेर गुरुङहरूमा र हिमाली भेगका गुरुङहरूले चाहिँ खेल्ने गर्दथे। अहिले चाहिँ यसरी सर्दै आएर यसलाई चाहिँ अब परम्परागत खेल मनोरञ्जन एउटा खेल पनि हुनेछ। र यो स्वास्थ्यको लागि एकदमै चाहिँ बलिष्ठ शरीर भएको व्यक्तिहरूले, जवानहरूले हान्ने यो खेल भएको हुनाले स्वास्थ्यसँग एकदमै राम्रोसँग सम्बन्ध जोडिएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको यो आफ्नै ओडा हो। उनी यस ओडाका भूमिपुत्र हुन्। उनको आगमनले गाउँलेहरूको मन थप हर्षित बनेको छ। सल्यानका धरतीपुत्र हुनुहुन्छ, राजनीतिज्ञ, समाजसेवी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष। यो हाम्रो लागि स्वर्णिम समय र सौभाग्यको विषय रहेको छ। तपाईँले जोरदार तालीले उहाँलाई सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। तालीले जोरदार रूपमा बजाउनुहुन्छ। हाम्रो टोलमा विकासका बजेटहरू सर्वप्रथम त 30 लाख बाटोमा हाल्नुभएको थियो। त्यसपछि 2 करोडको बाटो तपाईँहरूले देख्नु भएको छ।
र त्योभन्दा पनि महत्त्वपूर्ण काफलकोटमा जुन पानी पिउन स्वच्छ पानी पिउन पाइरहेका थिएनौँ, जुन पोहोर जुन समथल सल्यानको खानेपानी मर्मतको शीर्षकमा छुट्याएको बजेटलाई उहाँकै निर्देशनमा उहाँकै अगुवाईमा जुन त्यसलाई डाइभर्सन गरेर विकास आवश्यकताको माग हो। जति बेला आवश्यकताले विकासको माग गर्दछ तब मात्र विकासका प्रक्रियाहरू सुरुवात हुन्छन्। युवाहरूको जागरुकता र गाउँलेहरूको एकताले काफलकोटमा विकासको माग गरिरहेको छ। त्यसै समग्रमा हेर्दा हामी अन्नपूर्ण गाउँपालिकाको विकासको निम्ति त लागेकै छौँ र खास गरी यो अनुसार जो हामी म यहीँ जन्मेँ यहीँ हुर्केँ, तपाईँहरू काठमै हुर्के बढेँ, तपाईँहरूले माया गर्नुभयो र अहिले यो ठाउँमा छु। अब मसँग धेरै समय छैन, 17-18 महिना जति बाँकी छ। यो बाँकी समयमा यहाँले म त कुर्सीमा भइरहँदाखेरि यहाँका आवश्यकता के छन् समयमा भनिदिनु होला। यहाँले अलिकति ढिलो आउनुभयो जस्तो लाग्छ मलाई। सायद 1 वर्ष 2 वर्ष अगाडि नै यहाँले यो समाउने काम गर्नुभयो भए समुदाय चाहिँ काम सकिन्थ्यो। थोरै ढिला चाहिँ भएको छ र विवेकको के छैन, यहाँ अगाडि बढ्नुहोस्। मेरो पुरा साथ छ, समर्थन छ र म के चाहन्छु भने 3 समाजघरहरू सकिने भए यो 15-18 महिनामा यो भवन पनि सकिएर तपाईँ हामीलाई खुसियालीका साथ उद्घाटन गर्ने परिस्थिति सबैले सहयोग गरेर सबै हातमाल गरेर यो काफलकोट एउटा इतिहास काम गर्नेछ। आफ्नो जीवनको उत्तरार्ध गाउँलेहरूकै छत्रछायामा बिताइरहेका बुढापाकाहरूको मन सधैँ फराकिलो बन्ने गरेको छ। समाजमा सेवा गर्ने र गाउँको सर्वोत्तम हितमा उनीहरूले पुरा जीवन समर्पण गरेका छन्। आज मलाई बहुत खुसी लागेको छ कि योभन्दा पहिला हामीले यस्तो गर्न सकेनौँ, कोही कारणवश। अहिले तपाईँको पाल ट्याङ्केको छ, तोरण लगाएर फुलको हावाले फेरि गरेको छ, माइक लगाएको छ, पैसा पनि यहाँ साइड फल्छ। भावनामा भनेर काफलकोटको यो जब संस्थापक हुनुहुन्छ काफलकोटको भाइ कन्या समाजका कार्य समिति सदस्य समाजसेवी चन्द्रदाता श्री हेम कुमारी बरुङजीलाई पनि आफ्नो उहाँ पहिला आउँदै हुनुहुन्छ श्री कुसु गुरु, श्री बुढा आधारभूत विद्यालय काफलकोटका कर्मचारी हुनुहुन्छ। हामी चाहिँ देर से आए दुरुस्त आए, हामी चाहिँ ढिलो आए पनि एकदम सही समयमा आएका छौँ। ढिलो जागे होला तर अब हामी एकदम राम्रोसँग पर्फेक्ट पूर्ण रूपमा जाग्नेछौँ। र यो भाइलाई, हाम्रो काफलकोटका सम्पूर्ण चाहिँ दाजुभाइलाई यो आज यो प्राङ्गण यसरी चाहिँ तपाईँहरूलाई हामीले यसरी देख्न पाउँदा हामी साह्रै हर्ष विभोर भएका छौँ। र हामीले सोचेका पनि थिएनौँ हाम्रो समाजका दाजुभाइहरू यसरी जम्मा हुन्छ भने। अब आउने दिनहरूमा यो ओजेल पर्ने छैन। मर्निङ सोज द डे भने जस्तै यो अबको यो माहौलले एकदम राम्रो चाहिँ छनक दिएको छ। अब हामी विकास साथै आफ्नो कला संस्कृति र आफ्नो समाजलाई चाहिँ द्रुत गतिमा अगाडि बढाउनलाई चाहिँ हामी एकदम आतुर छौँ। आगामी दिनमा काफलकोट भाइ प्रगति युवा परिवार हामी सबै आबद्ध हुने जति पनि चाहिँ हाम्रा जनप्रतिनिधि, हाम्रा बुवा आमा दाजुभाइ दिदीबहिनीहरू यही प्राङ्गणबाट चाहिँ विकासको शङ्खघोष गरेर हामी अगाडि बढ्नुपर्छ। मलाई विश्वास छ तपाईँहरू यसरी एकजुट भएर यो काफलकोटलाई आफ्नो चाहिँ एकता बनाउनुपर्छ भन्ने जुन अभिभावना साथ चाहिँ तपाईँले जुन उद्देश्यले चाहिँ काम गर्नुभएको छ त्यसको लागि म तपाईँलाई
हार्दिक धन्यवाद र सल्युट गर्न चाहन्छु। काफाकोटको विकासको काममा हामी जनप्रतिनिधिहरूको तर्फबाट जति सक्दो हामीले प्रयास गरेको छौँ। बाटो, पानी, स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा हामीले सक्दो सहयोग गरिरहेको छ। तपाईँले पनि देखिरहेको छ र आउने दिनहरूमा पनि हामीले सक्दो यो काफाकोट क्षेत्रलाई कसरी हुन्छ हामी विकास गर्न लागि हामी प्रतिबद्ध जनाउँदै अझै पनि थप बाटो घाटो र खानेपानीको अझै सुविधा र स्वास्थ्य, शिक्षा लगायत कृषि हरेक कुरामा तपाईँलाई हामी सहयोग गर्नेछौँ भन्ने प्रतिबद्ध जनाउँदै यो हाम्रो गाउँमा सुरुमा चित्रे भन्ने गाउँबाट चाहिँ एउटा अरूमा यो नाच गरेर त्यसरी यो जमेको संस्था रहेछ है। त्यसपछि यो आउँदै गर्दा अब फेरि आउँदै गर्दाखेरि आज चाहिँ यो हामी सबैलाई सम्झिनु पर्ने हुन्छ। अनि यो प्रगति क्लबको यो जग्गाकोलाई माग्नलाई सहयोग गर्नुहुने र यो क्लब यो घर बनाउनु हुने हाम्रो चाहिँ उहाँ स्वर्गीय दाइ कमल गुरुङ दाइलाई म सम्झिन चाहन्छु। किनभने उहाँको चाहिँ योगदान उहाँको देनलाई हामीले कहिले पनि बिर्सिनु हुँदैन। अब हाम्रो गाउँमा चाहिँ अब पहिलाको जस्तो गाउँ छैन, अहिले चाहिँ मोटरको बाटो उपलब्ध छ। किनभने यो चाहिँ हामी आफैलाई भाग्यमानी किन ठान्नुपर्छ भने हाम्रै यही वडाको जनप्रतिनिधि यही वडाको दाजुभाइ हाम्रो गाउँ प्रमुख भएको छ। त्यसकारण अहिले हाम्रो कामलको हेर्नुहोस् त अहिले चाहिँ ट्याक्सी आउँछ, यहाँ गाडी आउँछ। यो दिन त्यो अवस्था थिएन। जब आफ्नै गाउँको दाजुभाइ हुन्छ नि तब हाम्रो दाजुभाइलाई हामीले जे माग्दाखेरि उहाँले चाहिँ भाइचाराको हिसाबले गर्दाखेरि हामीलाई जे भन्यो भने दिनुभएको छ। समाजघर भन्नुभयो, असाध्यै खुसी लाग्यो। काम सुरु गरोस्, अलि पैसा माग्न आउनुहोस्। यो समाजघर बनाउन आर्थिक सहयोग गरेको म तयार छु। यो समाजघर चाँडोभन्दा चाँडो बनोस् भन्ने कुरा शुभकामना पनि व्यक्त गर्न चाहन्छु। मेरो कार्यकाल भइरहँदाखेरि सम्पन्न गर्नुभयो भने अप्ठ्यारो गाह्रो हुने सभामा म तपाईँको साथमा रहन्छु भन्ने कुरा म तपाईँकै भाइ छोरा, तपाईँले असाध्यै धेरै माया गरेर अत्याधिक मात्रै तपाईँले मलाई जिताउनु भएको हो। यसमा तपाईँप्रति जवाबदेही बन्नुपर्छ र यहाँको विकासमा जोडिनुपर्छ। यहाँका अप्ठ्यारा के छन् हाम्रै भाइ छोरा भनेर तपाईँले सम्झिनु भयो हुन्छ। कुनै अपर्च्युनिटी राख्नु पर्दैन, कुनै सम्मान चाहिन्न मलाई। तपाईँले भाइ छोरा भनेर समस्या देखाउनु भयो भने मलाई लाग्छ त्यो समाधान गर्ने कुरामा सधैँ साथमा रहनेछु, तपाईँको साथमा रहनेछु र तपाईँहरूका समस्या मेरा समस्या हुनु भनेर त्यो समाधानमा लाग्नेछु भन्ने कुरा यहाँको बिचमा राख्दै फेरि पनि यहाँलाई धन्यवाद भन्न चाहन्छु। र हाम्रो चन्द्र भाइले धेरै पटक हामी मन्त्रालयमा पनि जोडिन्छौँ, ठोकिन्छौँ। उहाँले धेरै चिन्ता गर्नुहुन्छ, प्रेम दाई लगायत धेरैले सूर्य भाइ सबैले भेटिँदाखेरि हाम्रो गाउँमा के गर्ने होला भनेर चिन्ता व्यक्त गर्नुहुन्छ। हाम्रो निष्कर्ष निस्किन्छ विकास गर्ने हो, सबै मिलेर विकास गर्यो। अब राजनीति धेरै गर्नु पर्दैन, त्यो तेरो पार्टी मेरो पार्टी भनेर धेरै कराउनु पनि पर्दैन। काम गर्ने मान्छेलाई सबैले विश्वास गर्छ, कामै नगर्ने मान्छे जति चिच्चा पनि मान्छे विश्वास गर्दैन। त्यसबाट काम गरेर विश्वास जित्नुपर्छ भन्ने कुरामा हामी लागेका छौँ। गाउँ बनाउन गाउँ फर्केकाहरू फेरि निराश भन्ने अवस्थाको पुनरावृत्ति नहोस्। यो उत्साह र जोस फेरि मलिन नबनोस्। बाटोघाटो र पुलेसाले मात्र होइन, गाउँलाई गाउँलेहरूको मनले पनि जोड्न सकियोस्। लोसारको हार्दिक शुभकामना। जय काफलकोट। मिथेवा मिथेवा रब सेवा चु नास टोर्वे मिथेवा क्रथेवा रब सेवा गई त्यो फुल मौ चन्द्रप्रकाश तपाईँहरूकै छोरा नातिको तर्फबाट पे मसा छ्या ममु छ्या मस्या लु ममु लु मस्या मि ममु अर्थात् संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मान्छेको हामी मानव जातिको अस्तित्व नै हराउँछ भन्ने महावाणी जो हाम्रो चाहिँ गुरुङहरूको यो स्लोगन पे मस्या छ्या ममु छ्या मस्या लु ममु लु मस्या मि ममु, यस भनाइलाई सार्थक राख्दै सम्पूर्णलाई म एकमुष्ट यस अमूल लोसारको चाहिँ अवसरमा यहाँहरूलाई चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु। यहाँहरूको चाहिँ सबैजनाको चाहिँ मनले ताकेर आँटेको इच्छा आकाङ्क्षाहरू पूर्ण होस्, कसैले पनि दुःख बिमार नहोस्, सबै
गाउँवासीहरू यसरी जसरी हामी मिलेर यो काम कार्यमा चाहिँ एक आपसमा सहकार्य गर्न सकेका छौँ, यो सहकार्य आजको क्षणिक मात्र नभइकन पूर्ण रूपमा निरन्तरता रूपमा चाहिँ बढिरहन सकौँ, यही शुभकामना दिँदै हाम्रो प्रमुख अतिथिज्यू हाम्रो निमन्त्रणालाई चाहिँ स्वीकार गरेर यहाँसम्म आइदिनु भयो, हृदयदेखि धन्यवाद भन्न चाहन्छु। साथै यो गाउँको विषयवस्तुमा भन्नुपर्ने त धेरै थियो, तर समय पाबन्दी यस्तै छ, सबैजनालाई चाहिँ हतारो छ, आफ्नो चाहिँ मनको व्यथा छँदैछ। फेरि पनि गाउँ हाम्रै हो, हाम्रो आफ्नो गाउँ हामी आफैले नबनाए कसले बनाउने? यो मन मस्तिष्कमा तपाईँ हामी सबैको मन मस्तिष्क एक भएर हातमा हात काँधमा काँध साथमा साथ भएर हामी अगाडि बढ्नुपर्छ भन्ने सबैले चाहिँ दृढता विश्वास एक आपसमा गरौँ र यो गाउँलाई केही मात्रामा भने नि हामीले चाहिँ हाम्रो आफ्नो क्षेत्रबाट सकेको उद्धार गरौँ भन्ने मान्यतालाई सबैले चाहिँ हातमा हात काँधमा काँध साथमा साथ गर्दै जाउँ। हाम्रो गाउँ एक दिन अवश्य पनि विकास हुनेछ भन्ने पूर्ण विश्वासका साथ मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु र यो कार्यक्रम यही समापन भएको म जानकारी घोषणा गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद।